यहाँ हेर्नुहोस् है साथीभाइ, हाम्रो चाहिँ भित्रबाट ल्याएको मग चाहिँ यसरी गिराइन्छ र के हो अपरेटर भनेको त गिज गर्ने केटाहरू पो रहेछ। बसिसकेको केटाहरू हो टाढोबाट देखाउँदाखेरि चाहिँ यो खालको देख्छ। कस्तो डरलाग्दो हिलो छ। हाई एभ्रिवान, वेलकम ब्याक टु माई न्यू भिडियो। सो अहिले भने चाहिँ म कम्पनी ड्युटीमा आइराखेको छु। अनि म आज भिडियो चाहिँ टनलभित्रको हुनेछ। अनि हामी कसरी काम गर्छ टनलभित्र म तपाईँलाई त्यो भिडियो देखाउने छु। अनि यस्तै छ, मेरो बसन्ती चाहिँ यहाँ छ है हो। बसन्तीलाई यहाँ राखेर भित्र जानुपर्ने हुन्छ। टनलभित्र चाहिँ यस्तो हुन्छ साथीभाइ। यसलाई चाहिँ ग्यानरी भन्छ। यहाँ देख्दै हुन्छ नि, यो चाहिँ यो भित्तामा यसरी ढलाइ गर्नको लागि चाहिँ यसरी सपोर्टर लाग्छ हो। अनि पुरा रडहरू बुनिरहेको छ है, देख्न सक्नुहुन्छ। हेर्नुहोस् त साथीभाइ, यस्तो हुन्छ है साथीभाइ यहाँ टनलभित्र चाहिँ। अब यो एउटा हाइड्रो प्रोजेक्ट भइहाल्यो हो। अब रेलवेको पनि बनाउँदाखेरि यस्तै हुन्छ, ग्यानरी भन्छ। जुन चाहिँ यो फलाम देख्दै हुन्छ नि, यो फलामले चाहिँ सपोर्टर गर्छ क्या त्यो सिमेन्टलाई चाहिँ के भन्छ, त्यो भित्तामा टाँसिनुको लागि चाहिँ अब यो सिमेन्टले यो ग्यानरीले चाहिँ यसरी कभर गर्छ। जति पनि यो के भन्छ यो रडहरू छ, यो रडको भोरी चाहिँ सिमेन्ट आउँछ नि, हेर्नुहोस् हो। एकदमै किचड छ यो भित्र, हिलो ज्यादा यस्तो हुन्छ। यहाँ चाहिँ यसरी काम गर्छ साथीभाइ, हेर्नुहोस्। टाढोबाट देखाउँदाखेरि चाहिँ यो खालको देख्छ। अब यो भित्र चाहिँ के हुन्छ भने अब दिउँसो हो कि रात हो कि हो, केही पत्तो हुँदैन, अन्धकार हुन्छ। यो बत्तीको भरमा काम गर्नुपर्ने हुन्छ। अब एकदमै यहाँ भित्र चाहिँ एकदमै रिस्की छ है हो। यो बत्तीको भरमा काम गर्नुपर्ने हुन्छ। अब फेरि माथिबाट झ्यापा आयो भने मान्छे सुई हो, यस्तो हुन्छ। मेरो गाडी चाहिँ यहाँ राखिरहेको छु हो है। अब यहाँनिर अब केटाहरूलाई लिएर आएको यो अपरेटरहरूलाई हो। अब यो अपरेटरलाई पर्खेर लिएर जानुपर्ने छ घर कि अब बाहिर वर्कसप। यो सब त्यो केटाहरू यो लेबरहरू हो यिनीहरू। ओ भैया जी, आपका घर कहाँ है? आपका घर? मेरा घर अलीपुरद्वार। ओ सिलगुड़ी साइड? हाँ, सिलीगुड़ी से पीछे और पीछे जाना पड़ेगा। अच्छा। कितना आदमी आया है आप लोग? हम लोग आया था 15-20 दिन। 15-20 आदमी? अच्छा, इधर ही काम कर रहे एक ही फेस में? एक ही फेस में, अभी छुट्टी गया है ना लोग। कितना लोग गए हैं? 10 आदमी से गया है। 10 आदमी, अभी 10 आदमी बाकी है। ओह अच्छा। अभी आपको इधर काम करने के लिए कैसा महसूस हो रहा है? महसूस तो ठीक है हम लोग का। ठीक है। बाहर अच्छा है कि इधर अंदर अच्छा है? बाहर में भी अच्छा है, अंदर में भी अच्छा है। अच्छा है। अच्छा ठीक है। इधर बहुत कीचड़ है ना, अभी क्या ढूंढ रहे हैं? प्लेट क्या खो गए क्या? नहीं, इधर आता है बोला है तो। हाँ। यहाँ हेर्नुहोस् है साथीभाइ, यस्तो हुन्छ हो। यो केमिकल हुन्छ यो ब्यारलभित्र हो। केमिकल यो के भन्छ मसिनमा हाल्नको लागि ल्याएको हुन्छ। यस्तो यो जताततै पाइपहरू राखेको छ हो यिनीहरूले। फेरि अब के भन्नु, अन्धकार छ नि। यो चाहिँ अब तपाईँको यसलाई भन्छ सिपी। यो त अब यहाँदेखि अलिकति तलतिर गयो भने तपाईँ के हुन्छ भने त्यहाँ पनि एउटा फेस छ, यस्तै फेस छ। त्यहाँ पनि ठुलो छ बाटो, यस्तै ठुलो बाटो छ। अब यहाँ हेर्नुहोस् है, उताबाट गाडी आएको यहाँ पर हेर्नुहोस् है।
ए यसरी हो गाडी आउँछ यो उता बाहिर निस्केको यस्तो हुन्छ साथीभाइ हो यहाँ पनि अब यहाँ चाहिँ के भन्छ लुज गिरेको छ हो अब यो लुजको लागि चाहिँ अब सफा गर्नुको लागि लाग्छ तपाईँको अझै 15-20 दिन जस्तो यसरी कामहरू धन्दा चलिरहेको छ हो यो जताततै यो रिफ यसरी राखेको छ यिनीहरूले हो के भन्नु साथीभाइ टनलभित्र आफू पनि काम गरे भइरहेको छ हो अनि साह्रो छ नि साथीभाइ काम गर्नु के गर्नु अब यस्तो ड्राइभरमै नाम लेखियो टनलभित्र नाम लेखियो हो अब लेखिपछि के गर्नु गर्नै पर्यो हामीलाई साह्रो छ ड्राइभरहरूलाई भन्दा पनि यहाँको लेबरहरूलाई विशेष त अब एकदमै साह्रो छ क्या आप क्या कहना चाहते हो मेरा वीडियो में कुछ बोल दो क्या बोलूं? क्या इधर अच्छा हो रहा है आपको काम करने के लिए अच्छा हो रहा है। अभी क्या अभी फोन उधर लेके जा जा रहा हूँ इधर कनेक्सन नहीं है। ओ अच्छा ठिक है अब यहाँबाट निस्किनु पर्ने हुन्छ यहाँ केटाहरू पनि आइसक्यो हो अपरेटर भनेको त गिज गर्ने केटाहरू पो रहेछ बसिसक्यो केटाहरू हो यस्तो छ अब जहाँ पनि हुन्छ यहाँदेखि चाहिँ यस्तो छ केटाहरू क्या खत्म हो गया काम इधर हो गया। अभी कौन सा जगह में अभी फोरे जाना है। फोरे क्या मेरा वीडियो में कुछ कह दो लाइक करिए, कमेंट करिए, शेयर करिए, ज़्यादा से ज़्यादा फॉलो करिए। और तुम भी बोलो हम क्या बोलूँ वही चैनल सब्सक्राइब कीजिए, सपोर्ट कीजिए चैनल को। बस इतनै ठीक है अब भने चाहिँ हामी जानु लागिरहेको छौँ नि हो बाटो एकदमै बेसी रफ छ रफहरू के भन्दा एकदमै किचड ज्यादा बेसी छ हो अभी इधर का काम हो गया, मीटिंग का काम था इधर का हो गया। अभी जा रहा है फोरे जा रहा है, क्या रास्ता है, पैदल का रास्ता है। इधर मोबाइल देख रहा है, गाड़ी के अंदर फोन चला रहे थे गाड़ी के अंदर फोन चला रहा है। अभी इधर जाएंगे। यो चाहिँ फोरे हाँ फोरे अब हामी जानुपर्ने हामी कौन सा जग्गा जाएगा फोरे कि फोरबी फोरे जाएंगे। फोरे इधर आगे देखाउँदा यहाँ हेर्नु साथीभाइ एकदमै यहाँ चाहिँ अब यस्तो यो पानी पुरा झरिरहेको छ है पानी यसरी पुरा झर्छ हो यहाँ चाहिँ हो झरना का पानी हो। अब यो माथि जुन चाहिँ अब पानी सुकिरहेको छ पानी चाहिँ यसरी बाहिर निस्किन्छ यहाँ भित्र निस्किरहेको छ अब यसलाई के भन्नुहुन्छ तपाईँले ये हेलमेट हो सेफ्टी के लिए, ये पंखा हो हवा खाने के लिए। टनलभित्र बहुत ज़्यादा गर्म होता है ना हाँ, इसलिए पंखा जरूरी है। हाँ पंखा का जरूरी है। बिना पंखा लेके जाएगा तो अंदर पूरा दिक्कत हो जाता है, पूरा पसीना पसीना हो जाएंगे। पूरा पसीना होता है। देखो ये शंकर को भी दिखाओ, हाँ कुछ बोल दो मेरा वीडियो में, बस इतने। यहाँ हेर्नुहोस् है साथीभाइहरू कस्तो डरलाग्दो हिलो छ अब म यहाँ झरौँ भनेको अब हेर्नु नि झर्ने जग्गामा हिलो छ हो केटाहरू के गर्दैछ यसरी बस्छ है यहाँ हेर्नुहोस् है साथीभाइहरू ल यहाँ हेर्नुहोस् है यहाँ हेर्नुहोस् है साथीभाइ यो चाहिँ तपाईँको 4B हो अब त म तपाईँलाई देखाउँछु कि गाडीमा
यहाँ टनलभित्र चाहिँ कसरी एक्सुबिटाले लोड गर्दो रहेछ म तपाईँलाई देखाउँछु हो। यहाँ हेर्नुहोस् न साथीभाइ, ए यहाँ हाम्रो केटा रहेछ, ए यसरी लोड गर्छ। यो तपाईँको फेस भयो हो, यो फेसमा चाहिँ यसरी काम गर्छ केटाहरू। हेर्नुहोस् न, अब यो मेसिनको पनि हालत कस्तो छ। यो साउन्डले गर्दा मेरो भोइस राम्रो सुनेको छैन होला हो। यहाँ हाम्रो केटाहरू छ है, यो चाहिँ फोरेको 4B को फेस हो, यस्तो हुन्छ हो। हेर्नुहोस् है साथीभाइ, यस्तो हुन्छ। ल यो केटाको काम चाहिँ अब म तपाईँलाई देखाउँछु। यिनीहरूले के गर्छ भन्दा चाहिँ यो बकेटमा चाहिँ यिनीहरूले ग्रिस गर्ने काम गर्छ हो। ल लगाउँदा केटा हो, यहाँ हेर्नुहोस् है यिनीहरूले कहाँ कहाँ लगाउँदो रहेछ। कतिजना एक्सुबिटर चलाउँदै हुनुहुन्छ, नयाँहरू सिक्दै हुनुहुन्छ भनेदेखिलाई पहिलो प्रथम चाहिँ अब चलाउनु भन्दा नि पहिला चाहिँ पहिला कुछ बोल दीजिए मेरा वीडियो में आपको इधर कैसा महसूस हो रहा है? अच्छा है, वीडियो कर रहा है। अच्छा हो रहा है, ऊपर से आएगा तो जाएगा तो फिर तो जाएगा। ठीक है ए हो यो केटाहरू यसरी चलाउँदैछ हो। मलाई के भन्ने थियो भनेदेखिलाई एक्सुबिटर सिक्नेहरू पहिला चाहिँ चलाउनु सिक्नुभन्दा पनि पहिला चाहिँ यसरी के भन्छ ब्रिज कहाँ कहाँ लगाउने भन्ने कुरा फोकस गर्नुपर्छ हो। तब मात्र याद हुन्छ। अबे हात मात्र निकाल गया। यिनीहरूले कहाँ कहाँ लगाउँदैछ यो हेर्नुहोस् है, नजर कहाँ कता कता घुसार्दैछ। यहाँ हेर्नुहोस्, यहाँ हेर्नुहोस् मारो 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 जल्दी। निकल गया। हो गया। और दूसरा जगह कहाँ लगाएगा? पॉकेट में। अभी यहाँ से मारेंगे, जाके उधर डायरेक्ट घुसेगा। हाँ हाँ साफा करके डालो। मारो मारो। ये सही हो। बाहर निकल गया। निकला हुआ दिखाइए, कितना से निकला। यहाँ यसरी बिस्तारै निस्किँदैछ यो पुरानो चाहिँ। दुईपट्टि लगाउनु पर्ने हुन्छ यसको चाहिँ। लगाउने त होइन, यहाँनिर यो खिच्ने मान्छे भएको हुनेछ। यता चाहिँ यो टनलको फोरम्यान हो। यो बुढोले अब यहाँ हेर्छ काम, कतिको काम गर्दैछ। काम गरेन फेरि गरेन भने फेरि यिनीहरूलाई फेरि अब दग्दी दिइहाल्छ हो। अन्त त्यही भएर अब काम गर्नुपर्छ बिचराहरूले पनि, त्यस्तो छ। त्यसरी लगाउँछ साथीभाइहरू ब्रिज चाहिँ एक्सुबिटर। अनि यहाँ पर देख्दै हुनुहुन्छ यो बत्ती बालिरहेको छ हो। बाटो बाटोमा चाहिँ यसरी बत्ती बाल्छ यिनीहरू, नभए केही देखिँदैन। अब यहाँनिर सीमित अब यो बिजोग छ यिनीहरूको हो। यो कहिलेदेखि राखेको यो अब ग्यासहरू पनि सबै उडिसक्यो होला। यस्तो चाहिँ साथीभाइ टनलको भित्रको दृश्यहरू। भित्रबाट ल्याएको मकिङ चाहिँ यसरी गिराइन्छ।
डम्पिङ यहाँ हो यो चाहिँ यो माथिको गाउँ चाहिँ झोलुङ्गे हो झोलुङ्गीको फेदमा चाहिँ मक गिराउने चलन छ यहाँ डम्प गर्छ हामीले मसिन यहाँ छ एक्सकाभेटर राम्रो छ नजर आयो ठाडा गाडी जस्तो हुन्छ ए बुढा देखो यो सिक्किम मणिपा एसएमआइटी हो यो चाहिँ यो टिस्टा नदी हो यहाँ हेर्नु चाहिँ यो भिड चाहिँ साला पछि झर्थ्यो हो अब यो पालि झर्छै झर्दैन हेरौँ कटिङ त गर्नु त गरेको छ हो माथि स्टेप बाई स्टेप कटिङ गरेको छ अब हेरौँ झर्दैन होला झर्नु चाहिँ यो पालि चाहिँ यस्तो चाहिँ टिस्टा नदी माछा यहाँनिर पाउँछ नि हौ साथीभाइ तपाईँको 2 किलो 3 किलो 3 किलोसम्म चाहिँ मैले मारेँ हौ यहाँनिर त्योभन्दा बेसी मार्नु सकिनँ मजाको छ दृश्य अब